हेलो गाइज, गुड मर्निङ। संसारको विभिन्न कुना काप्चा 7 समुद्र पारी 10औं तल घरबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ भने आजको मेरो दिनचर्या यसरी सुरु हुन्छ गाइज। अहिले म रानीवनतिर आएको छु मर्निङ वाक गर्न। अब सरर उकालो हिँड्नुपर्छ गाइज। अब यो उकालो सरर हिँड्नुपर्छ, कहाँसम्म पुगिन्छ हेरौँ। धेरै दिनपछि आएको छु यो रानीवनतिर। उकालोमा हिँड्दा आनन्द आउँछ कि मलाई। सरर एकान्त ठाउँ, चराचुरुङ्गीहरू कराइराख्छन्, त्यसैको धुनमा हिँड्नुपर्छ गाइस। हेलो गाइस, अहिले म उकालो चढ्दैछु। उकालो चढेर धेरै साहस बढ्दैछ गाइस। एउटा डेट ज्योति मगरले भन्दै थियो, जिन्दगीमा सास दुईचोटि बढ्छ भने सुने थिएँ। एउटा उकालो चढ्दा, अर्को चाहिँ अहिले म चाहिँ ओह्रालो चढ्दैछु गाइस। सरर ओह्रालोमा हिँड्नु नि आनन्द आउँछ। हिमाल हेर्नु गाइस, माछा पुच्छ्रे तल फेवातालको छायामा नै देखिएछ हिमाल। रानीवन यता ड्याम साइड। अहिले म चाहिँ फिर्के पुल तर्दैछु है गाइस। फिर्के पुलतिर सरर